गुड मर्निङ सबैजनालाई। अनि म आज चाहिँ दादासँग दार्जिलिङ जाने। अनि आज के कसो हुन्छ तपाईँले हेर्नुहोस् होला भिडियो। अनि म चाहिँ अघि नै उठ्नु चाहिँ तर मुख धोएर रेडी भएर जाने हुन्छ गाइस। तपाईँहरू भिडियो हेर्दै गर्नुहोस्, के कसो लाग्छ लाइक कमेन्ट सेयर गरिदिँदै गर्नुहोस् गाइस। हुन्छ अहिले घाम चाहिँ यहाँ पुगिसकेछ तर हेर्नुहोस् त स्कुटीमा जाने नि त हेर्नु सक्नुहुन्छ। म चाहिँ घरबाट निक्लिसकेको छु र आज के कसो हुन्छ तपाईँहरूले हेर्नुहोस्। आज बजार जाने नि त, बजारको हल्का भ्लग गर्ने गाउँ चाहिँ मेरो यो हो। जानुपर्ने चाहिँ अब दार्जिलिङ हुन्छ र तपाईँहरूले हेर्दै गर्नुहोस्। अहिले फिलहाल चाहिँ गोठीडाँडा छेउ आइपुगेँ। म दादाको जान्छु, के कसो हुन्छ तपाईँहरूले कन्टिन्यू भिडियो हेर्दै गर्नुहोस् हुन्छ गाइस। हेर्नु सक्नुहुन्छ गाइस अहिले फाइनली म दादाको घर लु। हाम्रो यहाँ चाहिँ अब रेडी भइसकेको छ है एबिजो। रेडी भइसक्यो रेडी। गाइस हामी जाँदैछ बजार। तपाईँहरूले हेर्दै गर्नुहोस्, मजा लिँदै गर्नुहोस्। खानु चाहिँ सुँगुरको मासु भात होला है खाएपछि टोपीमा दिए ठिक छ हुन्छ बाई बाई हुन्छ गाइस। हेर्दै गर्नुहोस् तपाईँहरू यहाँ अगाडिको बाटोमा हल्का चाहिँ बनिसकेको छ, राम्रो बनिँदैछ है, उन्नति हुँदैछ यता पनि। यहाँ अगाडि त्यहाँ पोखरो क्लिप गरेर देखाउँछु। अब त्यस्तो लामो चाहिँ भिडियो अपलोड पनि गर्छ अहिले चाहिँ हामी सङ्गमन्जर आइपुगिसकेको छौँ। तर अहिले वेदरले चाहिँ अलिकति च्यालेन्ज गरेको जस्तो छ हामीलाई है, र त वेदरले चाहिँ च्यालेन्ज गरेको छ। हेर्नु सक्नुहुन्छ तपाईँहरूले। जान्छौँ है साङमा, देख्नु सक्नुहुन्छ साङमा आइपुगिसकेको छौँ हामी चाहिँ। लगभग अब आइपुग्न लाग्यो र अब चाहिँ हामी फिलहाल चाहिँ पोखरोबुङ आइसकेको छौँ, हेर्नु सक्नुहुन्छ। हामी सुकिया जाने बाटो हिँडिसकेको छौँ। तपाईँहरूले हेर्दै गर्नुहोस् के कसो लाग्छ। फिलहाल चाहिँ हामी सुकिया जङ्गलमा जाँदैछौँ। तपाईँहरूलाई आजको भिडियो कसो लाग्छ त्यो चाहिँ हेर्दै गर्नु। लागिसकेको छौँ अहिले फिलहाल अहिले माथि पुगेर भन्छु है। हुन्छ गाइस, सुकिया पुगेर तपाईँहरूलाई फेरि यो भिडियोलाई म कन्टिन्यू जोड्दैछु र तपाईँहरूले फुल भिडियो चाहिँ सुकियाको जङ्गल चाहिँ यस्तो छ, पछि हेर्नु सक्नुहुन्छ होइन कस्तो देख्दैछ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ सुकियाको ट्राफिक आइपुग्नु लागि नि त, त्यो भएर चाहिँ अब हेलमेट यसो गर्नु पऱ्यो नि त, सधैँ चाहिँ होइन कोही कोही बेला हेर्नु सक्नुहुन्छ गाइस। तपाईँहरूले हेर्दै गर्नुहोस् हामी चाहिँ अहिले भर्खरै अब जाँदैछौँ र सुकिया आइपुग्नु लागि। रोड हेर्नु यहाँ मजाको छ हाम्रो गाउँको भन्दा चाहिँ। हामी सुकियाको ट्राफिकमा चाहिँ इन्टर भइसकेको छौँ, हेर्नु सक्नुहुन्छ। हामी चाहिँ सुकियाबाट निक्लिसकेको छौँ। पेट्रोल हाल्नु लागिसकेको छ। कति फुल ट्याङ्क गर्नु? फुल ठिकै छ, फुल ट्याङ्क। ड्युटी पनि जानु पऱ्यो है, अलिकति बेसी छ नि त मान्छेहरूले हाल्दैछ होइन पेट्रोल, त्यो भएर चाहिँ अलिकति पर्खिनु परिरहेको छ यहाँ फिलहाल। पछि के कसो लाग्छ तपाईँहरूले हेर्दै गर्नुहोस् भिडियो चाहिँ होइन, त्यही हो। तेल चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ कति छ।
फुल ट्याङ्क पनि हालिसकेको छ। तपाईँले हेर्दै गर्नुहुन्छ भिडियो होइन, फेरि के कस्तो लाग्छ कमेन्टहरू गरेर गर्नुहोस्। हुन्छ पैसा पनि पे गरिसकेको छ हाम्रो तालले। अझ फुल भइसकेको छ है गाइस, अझ फुल भइसकेको छ र हामी लागेको फेरि हाम्रो जर्नीमा हाम्रो सुरुवात। गाइस यहाँनिर त आउँछ नि त घुम्नु है। के भन्छ यो जग्गा आइपुग्यो? के भन्छ? ए लेप्चा जग्गा। यहाँ चाहिँ अब मान्छेहरू ट्राभलिङ गर्नुपर्छ नि त। टाइम चाहिँ मिल्यो है, तर यो मेरो चाहिँ भ्लग 6 किलोमिटर चाहिँ यहाँबाट घुम्नुलाई चाहिँ होइन। हेर्दै गर्नुहोस् जाम पनि हुनसक्छ है, ट्राफिकहरू पनि लाग्न सक्छ यहाँ चाहिँ। अलिकति त्यो चाहिँ अलिकति त्यसले चाहिँ अलिक ढिलो हुन्छ मान्छेलाई। मैले यसरी किन बनाएको भने त्यो बोलेको मैले अलिकति यसरी छेउमा लिएर बनाउँदैछु र हेर्दै हामी चाहिँ यतापट्टि जानुपर्ने हुन्छ हेर्नु ट्रेनको लिक। हुन्छ घुम, हामीले घुम चाहिँ अब पार हामी घुमपट्टि चाहिँ हिँडिसकेको छौँ अहिले फिलहाल। दार्जिलिङको रेलगाडी गरे यो बजारमा बिचमा गाडी घुमायो यस्तो हुन्छ। गरिरहेको छ मेरो ट्र्याक्टरमा घाम देख्नु सक्नुहुन्छ तपाईँहरूले होइन। घाम किन हिँड्यो होला हेर्दै गर्नुहोस् घाम। दिन चाहिँ अलिकति राम्रो भइरहेको छ। ट्राफिकमा चाहिँ अब त्यस्तो भन्न सक्दिनँ होइन। यहाँ जाम ट्राफिक पनि निकै लामो। दार्जिलिङको ट्राफिक हेर्नु कस्तो छ। गाडी चाहिँ लामो भयो होइन, तर पनि केही छैन, हामी हिँड्दै त छौँ त आफ्नो चिज होइन। बादै तपाईँहरू ट्राफिक हेर्नु ट्रेनको लिक गरेर अलिकति त्यही हो। लु यताको ट्राफिक पनि खुलिसकेको छ हल्का। यही जग्गामा ट्राफिक लागिरहेको छ। हामीलाई पनि होइन कति धेरै ट्राफिक भइरहेको छ यहाँ फिलहाल अहिले। यो ट्राफिकबाट फेरि हामी हिँडिसकेको छौँ। हामी बिचमै गाडीहरू आउँछ र होइन बिस्तारै जानु पऱ्यो। टोय ट्रेन दार्जिलिङको स्टेसन देख्न सक्नुहुन्छ तपाईँले। ट्राफिक चाहिँ यति लामो अझैसम्म नछुट्टी छ ट्राफिकहरू हेर्नु त यति लामो ट्राफिक। गाइस तपाईँले भिडियो हेर्नुहोस्। अब खाना खानु जानु पर्ने रहेछ सिधै। म त ट्राफिकमा बसेको पुरा भोगाइसकेँ। लभ दार्जिलिङ गोर्खे
छैन बाटोमा त दादा चाहिँ स्कुटी यतै पार्किङ गर्ने हस्पिटलमा यहाँबाट कस्तो देख्छ बजारको भ्यू हाम्रो ब्लग चाहिँ कन्टिन्यू चल्दैछ होइन तपाईँले हेर्दै गर्नुहोस् के कसो लाग्छ है कमेन्ट गर्नुहोस् अहिले एकछिनबाट त अब चौरस्ता जानुपर्छ है हुन्छ कसो अब खाना खान लाग्यो होइन गाई अन्त अल्छी लाग्दो चाहिँ यति पानी आइसक्यो भनौँ न अब खाना खाइसक्यो आधी कन्टिन्यू गर्ने भिडियो हाम्रो खानाहरू चाहिँ आइसकेको छ हेर्न सक्नुहुन्छ सिधै पापड होइन पापड आलु सब्जी होइन चोचे सुटर गए हजुर यो त सुरु गऱ्यो खाना खाएर कन्टिन्यू भिडियो गर्दैछु हामी चाहिँ फिलहाल खाना खाइसकेर निस्किसकेका छौँ र हामी अहिले फिलहाल कहाँ भन्नु चौरस्ता होइन चौरस्ता जाँदैछौँ जाउँ अन्त एबिजो पनि हुनुहुन्छ मसँग ल हामी चौरस्ता एकछिन है फोटोसोटो खिचेर आइदिउँ होइन त्यही हो हेर्दै गर्नुहोस् गाई तपाईँहरूले फोटो हेर्दै गर्नुहोस् भिडियो तपाईँहरूलाई कस्तो लाग्छ होइन स्कुटी तल राखेर हामी चाहिँ उकालो जाँदैछौँ चौरस्ता साइड हेर्दै गर्नुहोस् के कसो लाग्छ हामी चौरस्ता पनि आइसकेका छौँ र तपाईँले हेर्दै गर्नुहोस् थ्याङ्क यू थ्याङ्क यू अगाडि हेर्नुहोस् थ्याङ्क यू र चौरस्ताको भ्यू देखाइदिएको तपाईँ पहिला तपाईँहरूलाई यो सिट त एउटा खाली छैन है एउटा हाल्ने होइन चल्नु यस्तो छ अहिले फिलहाल त्यहाँ त्यस्तै मान्छे होइन भन्नु त सक्दिनँ मान्छे हो एक दुईजना पनि को पनि छैन भन्नु सक्दिनँ तपाईँले हेर्नु सक्नुहुन्छ यहाँ कति धेरै मान्छे अहिले फिलहाल पुरा छ वरिपरि हेर्नु सकिन्छ हेर्नुहोस् कति छ र तपाईँहरू आज कस्तो लाग्छ हामी केही छैन बाटोमा हामी आएर भिडियो गर्नु सक्छ अब यता त पाउँदैन होला त्यस्तो भिडियो पनि उकालोले हेऱ्यो होला होइन तपाईँहरूलाई पनि देखाउनेछु तपाईँहरूले फुल वाच गर्नुहोस् कस्तो लाग्छ कमेन्ट गर्नुहोस् त्यही हो गाइस तपाईँहरूसँग मेरो सानो एउटा निवेदन यहाँ हेर्नु सक्नुहुन्छ केही ल्याइदिनु पर्थ्यो नि त यहाँ हेर्नु सक्नुहुन्छ गाइस दुई भाइ त चिनमा हिँड्दैछ यता होइन हल्का हनुमानको उयो मात्रै राखेको छ पुरा पर्दाहरू हेर्दै गर्नुहोस् गाइस फेरि भिडियोलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु चाहिँ फेरि घर फर्किन लागिसकेको छौँ दार्जिलिङको भ्यू पोइन्ट आज पुरा ट्राफिक थियो र हामी आज लागिसक्यो घर चाहिँ होइन तपाईँहरूले यो मेरो यतिमै समाप्त गरेँ म हजुरसँग बिदा माग्दैछु के कसो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला